चाहिन्न होला प्रत्येक मान्छेलाई एउटा एउटा बत्ती दिए झन् कायदा भयो होइन त अझै लाइट बालेर हिँड्नु पर्दो रहेछ टिकट काटेपछि लाइट चाहिँ यहाँ बाल्नको लागि फ्रीमा पाइँदो रहेछ दिमाग की बत्ती नै चल्ती भन्छ अब यहाँभित्र काम लाग्यो है दिमागको बत्ती दिमागको बत्ती दिमागको बत्ती कोही पनि छैन कि क्या हो ए बा दुईजना भइरहेछ र भन्न साथी भयो हो ए म त डराएर त्यहीबाट फर्किन्छु होला म चाहिँ यता छु अन्धेरामा ए अन्धेरामा क्या हो रहा है भएर धेरै खानु न धेरै खाने सर खुट्टा टेकेर हिँड्नु पर्छ नि फेरि चियार खुट्टा टेकेर हिँड्नु पर्छ नि बाबा यस्तो औठेरोको रहेछ नि औठेरो रहेछ गन्ध फेरि हुन पो आउँदैन मलाई कहाँ हो यस्तो हेर्न जानुपर्ने म जान्न होला बा म जान्न होला कसले जान्न होला सकिन्छ जान्न होला बा सकिन्छ होला बा बाटो यस्तो रहेछ रको प्रत्येक मान्छेलाई एक एकवटा लाइट थमाइदिँदो रहेछ नदिन्छ लाइट भनेको त बाटो त डेन्जर रहेछ खतराको खेलाडी हो यस्तो रहेछ एक दिन कसैले इन्टरभ्यू लियो भने पुरै बाहिर खतरा नथियो भने यही माथि खेलाडी सबै खेलाडीहरू खतराको खेलाडी खेलाडी पैसा दिँदैन
त्यस्तो डेन्जर बाटो अघि लाग्छ हो चाहिँ सेतो लाएर आउन चाहिँ हुँदो रहेनछ हजुरको सेतो छ छैन ठिक छ सेतो लाएर चाहिँ आउनु हुँदो रहेनछ अब म बाँदर चाहिँ चढ्छु बाँदर चाहिँ बाटो हो रे यस्तै छ यो आउनुला मान्छेहरू चाहिँ माथि तान्दिनु होला है मान्छे रहेछ हो र भविष्यमा पहिलो बालक छ पहिला सगरमाथा चढेको भन्ने मेरो नाम हो मान्छे भएर किन यहाँ स्टप भएन नि यस्तो छैन त जय माहेशमती यस्तो खालको त अब म चाहिँ टी सर्ट लगास के अरे पर्वतारोहण गर्दैछु यहाँ जात भाइ त छिरे बसेर यस्तो गरेर म त चढिहाल्छु मेरो चप्पल त्यही रहेछ हजुरमाथि आज पनि कहानी त खतरै भयो नि चमेरो रहेछ यहाँ लाउन नि म त त्यस्तो माथितिर कसरी जाने रहेछ चमेरो हेर्न भनेछु ए त्यो भिरको बाटो कम्छ गरी गरी म चढिन नि चमेरो त यता पो रहेछ नि मेरो भगवान् त उता उता कति धेरै झुन्डिरहेछ चमेरो 2000 चमेरो भनेको त मेरो आमा यहाँ त 100 वटा नि छैन होला हो 2000 चमेरो छ बहिनी भनेर भनेको त नि मेरो भगवान् 2000 त यस्तो पो रहेछ उडिरहेछ के गर्छ तिमीले चाहिँ ल ए हेर्न आएको ए भिरको बाटो उफ्रिँदा निस्किने बाटो नि त्यतै बाहिर निस्किनु हो निस्किने त माथि त्यहाँ मान्छेहरू अड्केर बसेर म चाहिँ हेर्छु अँधेरोमा कालो मान्छे अँधेरोमा झन् कालो गुफाभित्र के भयो त्यो बाहिर उजेलोमा गएर भन्छु अन्त यहाँ अँधेरो अँधेरो भएर केही पनि देखेको पनि छैन होला उजेलोमा गएर भन्छु बाहिर निस्केर ल म चाहिँ गुफा चमेरो गुफा हेरेर पनि आएँ म चाहिँ यही कुरा अचम्म लाग्यो भने सबै चमेरो तल रहेछ मैले देख्दै देखिनँ सबै माथि 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 चढ्छ चढ्नै सकिनँ भन्दै घोडा र हात टेक्छ हिलो हिलो छ कहाँ चाहिँ कस्तो कोचेरोमा रहेछ त नि यो चमेरो भनेर हेर्न लाग्दा त ए लास्टमा त निस्किने ठ्याम्पो रहेछ म त निस्किन नसक्ने निस्किन सक्ने त्यस्तो हिलोमा धस्री दिए त ठ्यामै नभए चाहिँ को आउँछ म त अचम्मै हिँड्दा कति साङ्रो रहेछ कति उस रहेछ कहाँ चाहिँ रहेछ त नि चमेरो भनेको त हे भगवान् चमेरोलाई त तलै छोडेर म त वहाँ माथि भिरको बाटो चढ्दै खत्रोको खेलाडी बन्दै चढ्दै गरेको त लास्टमा चाहिँ के रहेछ भनेको त निस्किने बाटो रहेछ वा म त फर्केरै जान्छु चमेरो हेरेन भनेर फेरि ओह्रालो झरेर फेरि चमेरो हेरेर अनि फेरि त्यही बाटो निस्केर आएर यहाँ बसेर चाहिँ आज म के भन्छ अचम्मै भएँ आज म चाहिँ त्यो चमेरो हेर्न भनेर गएको चमेरोलाई छोडेर पहिल्यै माथि
सबै यता किन चढ्छ भनेको त निस्किनको लागि पो तछाड मछाड हुँदै माथि माथि चढ्दो रहेछ। म पनि कहाँ छ चमेरो भन्दै यस्तो साग्रोमा भन्दै हेर्छु। त्यही हो आजको भिडियो चाहिँ यति नै भयो। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। म चाहिँ कमेडी भइदिएँ एकछिनको लागि। बाई बाई सबैजनालाई।